म चाहिँ सिमी टिप्न जान्छु हो। यहाँनिर मजाले फलिराखेको छ। अस्ति आस्कुमार फोङले दिनुभएको अनि राति रोपेको थिएँ कि राम्रोसँगले फलेको छ। तर अलि बाक्लो रोपी पठाइछु। अस्ति एक छाक टिपेर खायो अन्त फलिराखेको छ हो। चाहिँ टिप्नु पर्यो नेमै छ। तर घिउ सिमी चाहिँ अलि ढिलो फल मतलब हुँदो रहेछ हौ। यो अर्को सिमी हो, उयो सिमीहरू हुने रहेछ हो। सुन्तला चाहिँ मर्नु आँटेको बोटले पनि फलिरहेछ। यो चाहिँ बाँदरले च्यातिदिएको हो कि के हो बुझेन हो। घिउ सिमी चाहिँ अलि पेप्टा पेप्टै छ। तर फेरि उयो सिमी चाहिँ छिप्पिसक्यो। म कुरै केही बुझेन। यही खोर्सानी बारी अलिअलि खोर्सानी पनि लगाएको प्लास्टिक हालिकन। अनि मेवाको बोट, यो चाहिँ मेवाको बोट। यो चाहिँ ज्वाइँले रोपेको। 2 बोट रोपेकोमा 1 बोट पनि राम्रो भएको थियो। नजिक नजिक रोपी पठायो भनेर चाहिँ उखाल्ने भएको र यस्तो भयो। यहाँनिर चाहिँ काँक्राहरू थाङ्राहरू उयो तिते करेला काँक्राहरू रोपेको थियो हो। झोडी भइरहेको छ। यहाँ नि गोड्नुपर्ने छ। अनि यस्तै छ खोर्सानी रोपेको। अब यो सिमी उठाएर चाहिँ लसुन रोप्नु पर्यो भनेको। यो चाहिँ फुन्चेको बोटै, फुन्चेको बोट चाहिँ छैन। उफ तल दादाको गाई बस्तुहरू, गाई गोरुहरू उही तल हौ। अर्को ऊ तल च्यादरले देख्दै गरेको चाहिँ घर हो। हामी चाहिँ यहीँ बस्छ। यो चाहिँ हामीले बनाएको घर। यहाँ तल चाहिँ मम्मीले रोप्नु भएको सिमीहरू हो। ड्याम्मै रोप्नु भएको छ मम्मीले त्यही हो। मैले चाहिँ कम्ती मात्रै रोपेको। अनि चुम्बुङ चाहिँ कुछ इस तरह दिख्ता है। ऊ पर यो ऊ परको देख्दै गरेको यो ठुलो घर चाहिँ जेकब खालिङको है। जुम गरेर देखाउने कोसिस गर्छु। यो चाहिँ जेकब खालिङको घर हो। तिनी छ। यहाँ चाहिँ आगो फुक्नु बनाएको। अलिअलि फुलहरू पनि रोपेको छु। आज चाहिँ परिवारलाई कान्छी बहिनीले के गर्दैछ भन्ने कुरा चाहिँ देखाउनुको लागि यसो भिडियो बनाएर पठाएको। अलिअलि फुल रोपेको छु हो। यही सिन्टेक्सहरू छ यतापट्टि चाहिँ। अनि यो चाहिँ ज्वाइँले उयो के पो सिमरायो लगाएको कि। अब चाहिँ यो चाहिँ ट्राईको लागि थियो। यहाँ माथिसम्म फैलाउनु पर्यो भनेको सिमरायो। यो सुन्तलाको बोट चाहिँ राम्रो भएको छ हो। यस्तै छ। अनि म चाहिँ यहाँ छु। नानी र ज्वाइँ चाहिँ माथि गएको थियो थाकेछ र दुईजनै ढल्किराखेको छ हो। अनि अब म चाहिँ सिमी टिपेर खाना सब्जीहरू बनाउँछु। यस्तै छ।